Hello everyone, today we are going to explore a beautiful and powerful story called This is a Story by Gentle C. Armstrong. This story isn't about just one person, it's about an entire people's journey, their land, and how migration changed everything for them. Let's dive into it. धेरै समय अघि आधुनिक सहर र सडकहरू बनिनु अगाडि ओकानगन समुदाय क्यानाडामा आफ्नै भूमिमा शान्तिपूर्वक बस्थे। ओकानगन समुदाय आफूलाई जमिनको हिस्सा जस्तै मान्थे। उनीहरूले सिजनल राउन्ड अनुसार जीवन बिताउँथे। जुन मौसममा जुन खानेकुरा पाइन्थ्यो त्यही अनुसार स्थान परिवर्तन गर्थे। तर त्यसपछि परिवर्तन आयो। युरोपियन सेटलर अर्थात् सेल्लो पिपुलहरू क्यानाडा आए। उनीहरूले ओकानगन समुदायको जमिनसँगको गहिरो सम्बन्ध बुझेनन्। उनीहरूले जमिनलाई सानो टुक्रामा बाँडेर कब्जा गरे, बेचेर नयाँ तरिकाले खेती गर्न थाले। ओकानगन मानिसहरूलाई पछि धकेले। उनीहरूले परम्परागत सर्ने र घुम्ने तरिका रोके। चिफ जोसेफ नामक खोलामा बाँध बनाउँछन् र खोलामा पाइने साल्मन नामक माछालाई रोक्छन्। उनीहरूको खानपानको स्रोत रोकिन्छ र उनीहरूका बालबालिकाहरूलाई रेसिडेन्टल स्कुलमा लैजान थालिन्छ, जहाँ उनीहरू आफ्नो भाषा र परम्परा बिर्सिन बाध्य पारिन्छ। जमिन र समुदाय बीचको सम्बन्ध बिस्तारै टुट्न जान्छ। लामो समयपछि गाउँ फर्किएको केटी अर्थात् यस कथाको प्रोटागोनिस्ट अथवा मुख्य पात्र एक पर्सनिफिकेसन क्योटी नामक जङ्गली जनावरले आश्चर्यचकित हुँदै सेल्लो पिपुलको विरोध गर्छ। बेलायतबाट क्यानाडा सरेर आएका ती कोलोनाइजरहरूले त्यस ठाउँ ओकानगनको नेटिभ ल्याङ्ग्वेज पनि आउँदैन थियो। एकजना वृद्ध महिलाले क्योटीसँग रुँदै उनीहरूले हाम्रो परम्परा, भाषा, कला, संस्कृति अन्त्य गरे। मोनिस्टरहरूले भने उनीहरूलाई राक्षसको धारणा दिइन् र क्योटीलाई पोल सुनाइन्। साथै उनले क्योटीलाई नर्थ ओकानगन गई उनीहरूको हेडम्यान टमीसँग ड्याम भत्काउनलाई प्रस्ताव राख्न लगाइन्। त्यो ठाउँका नेटिभ ओकानगन पिपुलहरू चाहिँ सेल्लो पिपुलको विरुद्धमा बोल्न डराउँथे, किनभने सेल्लो पिपुलले उनीहरूलाई पैसा, खाना र जागिर दिएका थिए। एट लास्ट अन्त्यमा सबै मिलेर ड्याम भत्काउने निधो गर्छ र सबैले फेरि साल्मन फिस खान पाउने छन् भन्ने आशका साथ खोलामा बनेको ड्यामलाई भत्काउँछन्।